यो चाहिँ नेपाल र इन्डियाको बोर्डर टाइपको भयो ब्रिज हो यो। अघि चाहिँ त्यो कुनाबडी आएको त कुनाबडी तलबडी चप्पल भएको दुकानमा जाने अरे सरी हेर्नु सक्ने दोकानमा पल्टी मिनी मार्केट यहाँको। ओहो अलि छाउ खान्छ आएर म नेपालको दिदी किन हाफ पेन्ट चाहिँ सलिड लाग्यो कि मलाई आफ्नो हाफ पेन्ट हजुर लिन्छु रे हाफ पेन्ट म हाफ पेन्ट चाहिँ हो एनीवन पुच्का पुच्का बुन्दी कहाँ हो त जाने यहाँ खाएर जाने फेरि उता खाने पिस यो पानी ट्याङ्कीको मार्केट बजार यो पुरा नयाँ बनाएको रहेछ नि त है। पहिला पछि हामी त पुरा कच्चा थियो। सानो नि अब हेर्नु त अब त्यही नहेर्दैछ त्यो कलर कस्तो मिठो थियो कस्तो राम्रो कलर मजाको कलर कस्तो राम्रो कलर। मेरो च्यानल अलिकति उत्यो भएको थियो अर्को थियो युट्युबको अहिले म यता इन्डियामा आएर फेरि कन्टिन्यू भयो। मेरो बहुत खुसी लागेको छ अहिले। होली लगाउनु के टिस्टी लगाएर होली खेल्नु मजा लाग्छ नि वाइट कलर। यो मार्केट बोल्न यहाँ त यो घुस्यो कपडाको उतिलो राम्रो लाग्यो मलाई स्वेटरको नि। बहुत सामान आपका दुकान साफ कर दिया बाहर का पूरा है। तुरंत तो चाहिए तो साथ किन खोजिन कि यता पनि जुत्ताको होलसेल हो यहाँ। लेडिजको लागि पुरा होलसेल छ फिक्स प्राइस हुन्छ। पूरा लेडिस तपाईँको त झन् दामी खालको 300 यस्तो हुन्छ गाडी यहाँ चढ्यो अर्को गाडी आइहाल्छ फेरि त सर यसरी सर अर्को गाडी गाडी रहेछ सिस्टम मजाको छ। यता गाडी रोक्यो अर्को अब इन्डिया जाँदैछ अर्को गाडी आउने रहेछ। यो नेपालको गाडी इन्डिया सर्नको लागि यस्तो पटपट सर्छ यस्तो रहेको रहेछ। एक खुट्टामै छ रहेछ। कहाँ जाने छ अहिले हामी सिलगढी मतिगढा जाँदैछौँ। त्यहाँदेखि कहाँ जाने हो मेरो फ्रेन्डको घरमा कुन जग्गा फुलबारी बागडोग्रा होइन खप्रेल त्यहाँ निस्छ नि अहिले।
जान्छमा कस्तो लाग्दैछ राम्रो लाग्छ घुमेर नयाँ जग्गा हेरेर अब आयो ने फेरि काय काट्छे हुन्छ बादमा गर्छु ल बाई बाई ए जाँदैछु खोक्रे बसमा चढेँ हामीहरू यहाँबाट 1 घन्टा लाग्छ यो पानी ट्याङ्कीबाट खोक्रे सो जति भयो उतै बस उतै छ भेट्रामा अब आज त्यही हो आज पुरासम्म आने सामबाट भोलि बिहान निक्लिने शिलङ खोप्रे जाने छ अलिक खोप्रेको टुर आगे अझै देखाइदिन्छु अब एकछिनमा पहिला सुरु गाडी जानु सुरु चाहिँ 1 घन्टा छ चाहिँ बहुत लम्बा हुन्छ बाइपास asal dia mati? Hah? Mana sini? पानी टंकी बड़ी खोपरे जाने को लाई 50 रुपये खोपरे के लिए 50 रुपये लेंगे एक जना को 12 भने हामी पानी ट्याङ्कीबाट आएको यता पानी ट्याङ्कीबाट आएको त हामीहरू काँक्रे भित्ताबाट पानी ट्याङ्की पैसा लिन्छ 20 रुपियाँ पानी ट्याङ्की 20 गर्दै गर्दै 40 रुपियाँ जान्छ काँक्रे भित्ताबाट पानी ट्याङ्की 40 रुपियाँ जान्छ टमटममा त्यहाँबाट फेरि हामीले बस भेट्यौँ बसमा आएको यता खप्रेल आएको बसबाट यहाँ छोड्यो हामीलाई 50 रुपियाँ लियो अब फेरि टमटम यस्तो पकाउनुपर्छ अरे 10-15 मिनट लाग्छ त्यो पुग्नुको लागि यिनीहरूले नो भनिकन चल्दै क्या नो भनिकन चल्दैछ म्याजिकमा जानेहरूले जाने कि म यहाँले पुगे यता मेरो भन्नुभएको छ साथी घरमा खै माछा कहाँ छ खै क्या देखेँ माछा गर्ने अनुभूति साथीको घर हो यो चाहिँ चलो फाइनली पुग्यो अब माछा थुन्दैछ यता हुन्छ नि हो टमाटरको सोफा राम्रो छ जग्गाहरू नि स्पेसहरू
मजाको छ। रन्दै भाइ जग्गा ठुलो रहेछ नि त्यता। आफ्नो घर हो नि। सलाद अनि यस्तै त हुन्छ। देखेन होइन यस्तै हुन्छ हातमा पुग्छ। भाइ मटर सिमी निम पत्ता होइन यो निम पत्ता गाँची टमाटर धनिया मजा राम्रो रहेछ। नेबरै उम्रिँदैछ नि निम पत्ता निम निम पत्तामा किरा लाग्दैन भनेको नि। तँलाई फोन गरेको थिएन काफी ठुल्ठुलो रुम छ यता। यो चाहिँ हो खप्रेल बजार, मेन खप्रेल बजार। तुझे देखा तो ये जाना सनम। यहाँ रहेछ हो डिजेलको डिजेलको यहाँ रहेछ। दिमाग लगाएर किनेको रहेछ तिमीहरूले। अनि यत्रो आएर के जग्गा रहेछ नाम? फुल बगान फुलबारी। फुलबारी जग्गा त खतरनाक छ अरे। जमिन सिलेर किन्नु रहेछ। यो अमितको घर ज्योति बजारको। अंकल भुजू खै नवीनले देख्नु त ए नवीन बस्दै के रिकर्डिङ गर्दैछौ? हजुर वाशरुम ठिकठाक के गर्नु ठिकठाक हो त यो अमित। हेलो नसक्यो न आन्टी मनन हाम्रो खाना खाइसकेको मोटो लागेको रहेछ त्यही।
यहाँको छोरी भनेको त्यस्तो मेरो छोरीले यस्तो गर्छ तँ बुढा उतारेर बसिदिनु भन्नु दादा ल बोल जमिन छिकट्टा रहेछ यहाँ सबैले जमिन किनेर बेर घेरा गरेको छ त फेरि बाहिर राई मन्दिर अरे ओ त यहाँबाट घर गिरिरहेछ थाहा छैन कसरी यतिकै गिऱ्यो भन्दै छ थाहा छैन कसरी गिऱ्यो गिरीको रहेछ घर पत्थर ढुङ्गा लगाएको छ जो साइड हेर्नु साइडमा यता साइडमा ढुङ्गा लगाएको छ त्यो ढुङ्गामा नि जमिनको भाग गरेर आएको सबै त्यहाँ बन्दै रहेछ नयाँ घर काफी ठुलो छ जान्दैछ हामी सबै दिदीहरू जान्दैछ यता बाई मनन बाई यता बहिनीहरू सबै लिएर आएको छैन हजुर दा बाई बाई सबै बाई गयो भाउजू दि गएँ हो सबै भाउजू बिहान युट्युबमा हान्छ यो हो युट्युब हान्छ